यतिखेरको प्रधानमन्त्रीमा जिम्मा दिनलाई उपयुक्त पात्र भने यो देशमा सोझो मान्छेलाई दिनु हुँदैन, बौलालाई प्रधानमन्त्री बनाउनु पर्थ्यो। त्यसपछि नाम पनि भनिदिनुहोस्। यतिखेर गरिबलाई माया गर्ने बौला दुर्गा परसाई हो। उदेखि बेगर अरूलाई गाह्रो हुन्छ। त्यसकारण यो मैले मात्रै भने होइन, दुर्गा परसाईको पागलपन थिएन भने, जाग्छ लुड्याउँछ खाता रोक्छ भन्ने कुरो थिएन भने, दुर्गा परसाईको बैंकमा किस्ता नतिर्नलाई पैसा छैन, अर्को बैंकसँग ऋण लिएर आएर मान्छे जुटाएर भात किनेर खुवाउँछ भने त्योभन्दा पागल र बौला मान्छे को भेट्नुहुन्छ राज्यमा? छ कोही? गरिबका मुद्दा उठाउन पागलै भन्नु सही हो। अनि गरिबको ऋण तिर्दिनु पर्छ, गरिबले दुःख पाएको दिँदाखेरि ओली ओछ्यौनी किन्छु भन्ने हो। बैंकको किस्ता नहालेर गरिबका घर सिरौटा किनिदिने त्यस्तो पागल अरू को छ? त्यसर्थ यो संक्रमणकालीन अवस्था प्रधानमन्त्री यो संक्रमणकाल। अर्को यी फटाहरूलाई नडराइकन माडवारीहरूसँग बस्दाखेरि चोरलाई चोर भन्नुपर्छ, चोरे होइन, यी जम्मैले चोर्न मात्रै सिकाए था यहाँ भनेर अगाडि बसेर फिलिङ गरेर कम्बोडियामा ओलीको पैसा कहिले गएको सरकारले छेक्दा छेक्दै नभन्न भन्दा भन्दै नरोकिकन भन्ने मान्छे को? यिनलाई मैले ठाउँ पाएँ भने जनताको ऋण तिर्छु, यिनको लिएर गएर झापाको टावरमा लिएर ठाडो पारेर झुन्ड्याउनु सकेन भने मान्छे नबन भनेर बौलाउने को? दुर्गा परसाई। अहिले यी नेताहरूलाई तपाईँले हाम्रो कारबाही नै गर्नुपर्छ भनेर यिनलाई छोड्न हुँदैन भन्ने जस्ता मान्छेले खोज्ने कसलाई छोड्न नहुने भनेर मुक्याउनुपर्छ भने पछाडि त मुडी पटार्ने मान्छे पो खोज्नुपर्छ त।